24 हम शकल में बहुत शकल में हम देसी 9 किलो वाला कम्बल भालो। ये वाला NSMS में बोला कोरिया वाला है। इधर में बहुत आइटम कंपनी होता है ना, BM, सोडिया गोल्ड, जिमर, सोलाटोन, वो NS वाला है। दूसरा स्टार गोल्ड, स्टार लाइट और दूसरा कंपनी से ये वाला भालो। हेलो एभ्रिवान, प्लिज वेलकम ब्याक टु बारामुखी ब्लग्स टेकमाको च्यानलमा। आज पनि यहाँ उपस्थित छु। आज भने बिजनेस टिप्स र केही यहाँको आजको एक्सपिरियन्सको बारेमा डीजेबाट खिच्नु पर्छ। औ सर केटा के गर्ने प्राइसको लागि सुत्दा नआउँछ। ल त यो चाहिँ ट्र्याक पहिला साइड नम्बर डेनिम, यो त डेनिम कम्पनी मैले भनिसकेको त 169 पर्छ मार्केटमा। यो उहाँको चाहिँ 45 हो। यो अलग छ नि त, पछाडिको ट्यागमै थाहा हुन्छ। ओर्जिनल हेर ट्याग प्राइस नम्बर छ 36 ट्राई गरौँ त। अनि अरू टिप चाहिँ कता गइरहेको चाहिँ अलग ठिक मैले ट्राई गरौँ। टी सर्ट चाहिँ कुन चाहिँ लानुहुन्छ? एलए लस एन्जलस कुन चाहिँ? ल त्यसको म साइड निकालिदिन्छु। पुरानो सर्ट अनुहार त के पुरै अनि अझ के भन्छ सधैँ के भन्छ के देवगन अरे? हो सर अझ देवगन त त अझ अनुहार त अनि उता हिन्दुस्तानी फिल्म हेर्ने खालको पढेको छ नि फेरि। आज गएर पार्टिसिपेट नै लाउनु ब्याग। सर कुन चाहिँ ब्याग? 28 कि मिलाएर दियो भने अरू छ त तर यहाँ। ए झन् त्यो राम्रो कलर, त्यो पनि अरूले ओभर राखेको हो खास त। लानु न, जो फर्स्ट लान्छ त्यसले त्यही लाने हो। त्यो 28 इन्चेसवाला त्यो वाला चाहिँ सिङ्गल जिपवाला, पल्लो डबल जिप मिन्स पल्लो चाहिँ तपाईँले राइट ह्यान्डको चाहिँ त्यो चाहिँ फोल्ड हुन्छ, डबल फोल्ड, तल डबल विल भयो त्यो या डबल जिप हो। त्यो त्यहाँ 14700 डिस्काउन्ट छ। कहिले फ्लाइट हो सर? फ्लाइट गरेको टिकट भोलि टिकट त अब बुझ्नुपर्छ नि अहिले। इमेज टिकट त किन यस्तो हिजो कसले मलाई फोन गरिराख्यो? किन अर्जेन्ट चाहिएको? लामा सर सर ल सुनौँ न त। यहाँ पनि मैले भनेको चाहिँ मलेसियामा पनि कर्म गर्नु सक्यो भने यहाँ पनि फल पाउँछ। अब कर्म गर्नु सकिएन भने यहाँ पनि अब कमाइ नै भएन छैन भन्ने कुरा हुन्छ क्या। तपाईँहरू जस्तै भनिहाल्नुभयो नि, कर्म गर्नुभयो, अहिले प्रोफेसनल बन्नुभयो नि त, तर तपाईँसँग पैसा पनि छ, काम पनि जान्नुभयो। अब यसलाई नेपालमा गएर चाहिँ के गर्नु पर्यो त? नेपालमा गएर चाहिँ अब यसलाई चाहिँ सदुपयोग गर्नुपर्ने भयो। तर मैले भन्नुभयो चाहिँ यो हो कि हामीले नेपालमा गएर 8-10 लाखको चाहिँ व्यवसाय सुरु गरियो भने तपाईसँग ब्याकअप मनी चाहिँ मिनिमम 5 देखि 6 हुनुपर्छ। र तपाईँले 7 लाखको गाडी किन्दै हुनुहुन्छ, जस्तै हुन्छ नि रोयल इनफिल्ड, त्यस्तै खालको ठुल्ठुलो गाडी किन्नुहुन्छ,
अब यता फेरि गाडीमा पनि तेल त हाल्नै पर्छ। गाडी त अभियसली चाहिन्छ नै व्यवसाय गर्दाखेरि होइन, तर जीवनशैली चाहिँ बदल्नु पर्छ भन्ने कुरा मेरो चाहिँ। जस्तै अब तपाईँको व्यवसायबाट 10 लाख लगानीमा व्यवसायबाट लाखै कमाउनुहुन्छ अरे, तर तपाईँ चाहिँ अब बेलुका पक्ष अब साथीभाइसँग अब बाहिर घुमफिर हुन्छ नि, जस्तै घुमिन्छ अब कहिले कहाँ नगरको अब जस्तो नि कहाँ कहाँ कोर्ट पुगिन्छ, जस्तै बारसार र यस्तो कुराहरूबाट चाहिँ अलिकति टाढिनुपर्ने हुन्छ। मतलब हामी त्यो जीवनशैलीबाट अलिकति बढेन भने त्यो तपाईँको मुनाफा पनि चिन्दैन के अनि त्यो के भन्छ ब्याकअप मनी पनि उता चारोमा हालिरहेको हुन्छ, अनि फेरि यता ब्याकअप पनि सक्छ, व्यापार पनि ठप्प हुँदै जान्छ, अनि लास्टमा फेरि मन बदिन जान्छ। फेरि त्यस्तो उता सरको चाहिँ के छ भने हाँसी मुस्कान मात्रै छ, अनि के भन्नु तर यो सर अनि कस्तो लाग्छ मलेसिया तपाईँको बारेमा? गाउँ ठाउँ जस्तो लाग्छ होइन त, पैसा पनि छ, तर घर पुऱ्याइ चाहिँ नभुल्नु ल। त्यो चिकन सपमा धेरै जानु हुँदैन, काँचो चिकन चाहिँ। अब पाकेको चिकन त खाइन्छ नै सबैले होइन, काँचो चिकनतिर जानु भएन पट्टै। अनि अरू कुरा भन्नु सर, अरू केही राम्रो कुरा आफै घुम्ने होइन नि, त्यसले घुमाउनु पर्छ र आफै घुम्ने हो। यसको दाम कति हो भन्दै कति भन्ने हेलो है छोरा छोरा चेहरा ना भालो देखा चेहरा थोड़ा बैठे नीचे थोड़ा। ऐसा करेगा तो आपको मैं बाद में यूट्यूब बना देंगे। क्लियर है? ऑलराइट। आर यू श्योर? क्लियर? खाना खाइछे? खाना खाइछौ? खाना खाइछौ? मुस्कान तो बहुत दामी है। और किला कौन? और किला बेल 13 টাকা मिल्छ भाइ, 13 টাকা। বৃষ্টি আছে, বৃষ্টি আজ তো বৃষ্টি আছে না, কি বৃষ্টি है। यस फाइनल्ली आजको दिन चाहिँ यसरी रहेको थियो र यस्तै यस्तै भिडियो लिएर म यहाँहरु समक्ष आउनेछु। जसले यो मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छ नगर्नेहरुले गरिदिनु होला। नयाँ नयाँ ब्लग हो, यसमा केही कुराहरु प्राविधिक कुराहरु अटुट हुन सक्छ। पछि गोप्रोको क्यामेरा आएपछि चाहिँ खतरा ब्लग सुरु हुनेछ र साथीहरु मित्रहरु
थ्याङ्क यू सो मच फर वाचिङ दिस सर्ट भिडियो। जसले भिजिट गरिदिनु भयो थ्याङ्क यू सो मच। र यतिखेर चाहिँ हरेक सरसामानहरू चाहिँ यहाँ सुपथ मूल्य भन्दा पनि अफर लागिरहेछ। यहाँहरू एकचोटि आएर भिजिट गरिदिनु होला र 1000भन्दा माथिको सामान खरिद गर्नेले याद र डायमन्ड घोटाला पनि पाउनुहुनेछ भन्दै यो सर्ट भिडियोबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ दिस सर्ट भिडियो। सी यू नेक्स्ट टाइम।